नेपाली राजनीति जहाँ विचार र कार्यले समाजलाई दिशा दिन्छ, त्यहाँ केही व्यक्तित्वहरू यस्ता छन् जसले आफ्नो दृढ नैतिकता र उच्च आदर्शका साथ आफ्नो पहिचान बनाएका छन्। आज हामीसँग हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका नेता शेरबहादुर तामाङज्यू। आफ्नो राजनैतिक यात्रामा निष्ठा, नैतिकता र न्यायको पक्ष पोषण गर्दै तामाङजीले न केवल कानुन र संसदीय मामिलाको क्षेत्रमा आफ्नो छाप छाड्नुभयो, उहाँ युवाहरूको लागि एउटा प्रेरणाको स्रोत पनि बन्नुभएको छ। उहाँको भिजनबारे आज हामी विशेष कुराकानी गर्दैछौँ। स्वागत छ तामाङजी हजुरलाई। नमस्ते। हाम्रो अविस्मरणीय पल भनेकै बाल्यकाललाई मानिन्छ क्या। अनि हुने बिरुवाको चिलोपात भने चाहिँ हजुरको बाल्यकाल चाहिँ कस्तो थियो? अनि हजुर जुन अहिले शेरबहादुर तामाङजी हुनुहुन्छ त्यो चाहिँ के बाल्यकालकै परिकल्पनाको फल हो कि पछि चाहिँ हजुरले केही एउटा म चाहिँ यस्तो गर्छु भनेर सोच्नु भएको छ? अब मेरो चाहिँ जन्म सिन्धुपाल्चोक जिल्ला तत्कालीन चाहिँ अब त्यो सिन्धुकोट गाविस पर्छ र अहिले चाहिँ मेलम्ची नगरपालिका वडा नम्बर 1 अन्तर्गत पर्छ। त्यो सिन्धु धुसिनी भन्ने ठाउँ, कटुन्जे भनिन्छ त्यो ठाउँलाई। त्यो ठाउँमा जन्मेको हो र एक हिसाबले ठिकै छ। पारिवारिक रूपमा अब अलिअलि अब हाम्रो फ्यामिली चाहिँ गाउँमा तुलनात्मक रूपमा अलि अब गाउँको समुदायको अगुवा गर्ने र खास गरी त्यति बेला तत्कालीन स्थितिमा गाउँमा जिम्मल भन्छन् नि, जिम्मली सम्हाल्ने जिम्मलहरूको खलक हामी चाहिँ त्यो परिवारको हो। तर यद्यपि पनि गाउँमा अब मेरो आफ्नै फ्यामिली, मेरो बुवाहरू काका बुवाहरू लगाएर गाउँमा एउटा स्कुल बनाउनु भएको थियो। सम्भव त्यो स्कुल नबनाएको थियो भने मैले पढ्नु पनि पाउँदैन थियो होला कि। उहाँहरूले मेहनत गरेर एउटा स्कुल बनाउनु भएको थियो र मैले त्यो स्कुलमा प्रारम्भिक शिक्षा 3 कक्षासम्म मैले त्यो स्कुलमा पढेँ। त्यसपछि मेरो बुवामाले अलि पढाउनुपर्छ भनेरै होला, अलि टाढाको स्कुल, अब अलि टाढा थियो, निम्न मावि थियो, फेरि हाई स्कुल भइसकेको थियो नि, त्यहाँ 8 सम्म मात्र पढाइ हुने स्कुल थियो। तर त्यहाँ जानको लागि चाहिँ करिब मेरो 3 कक्षा पास गरेको विद्यार्थी 4 कक्षामा पढ्न त्यहाँ जानलाई चाहिँ करिब 3 घन्टा जति हिँड्नु पर्थ्यो। त्यो हिँड्नुपर्ने भएको कारणले म चाहिँ त्यहाँ कसैको कुनै एउटा किसानको गोठमा चाहिँ गोठलाई प्रयोग गऱ्यौँ, त्यहाँ कोठाको रूपमा प्रयोग गऱ्यौँ, त्यहाँ बस्यौँ र हामी चाहिँ बिहान आइतबार बिहान 1 हप्तालाई पुग्ने चामल, 1 हप्तालाई पुग्ने तरकारी, नुन भुटुन जे हुन्छ एउटा झोलामा र 1 हप्तालाई पुग्ने सामल तुमाल बोकेर अनि त्यहाँ जाने र त्यही गोठमा हामी बस्थ्यौँ र अनि स्कुलको नजिक थियो र हामी त्यहाँ पढ्दै गर्दाखेरि म करिब 5 कक्षा पढ्ने बेलासम्म त्यो स्कुललाई अलि अपग्रेड भयो। अब 5 कक्षा 6 कक्षा पढ्ने भने त्यो स्कुलमा 8 9 पढ्न सुरु भयो, त्यो हाई स्कुल भयो। त्यहाँबाट चाहिँ हाई स्कुल पढेर तपाईँलाई एउटा बताउँ न, अहिले त घरकै छेउमा स्कुल छ, अहिले हर ठाउँहरूमा स्कुल छ। कमसेकम आधा घन्टा भन्दा बढी हिँड्नु पर्दैन प्रायः जसो मतलब स्कुलहरूमा जाँदाखेरि विद्यार्थीहरूले। गाउँमा पनि त्यस्तो छ। तर हामी त 3 घन्टा 4 घन्टा हिँडेर जानु पर्थ्यो र मैले भने कि 4 कक्षामा पढ्ने बच्चा आफै भात पकाउने हो, आफै लुगा धुने हो, होइन, आफै स्कुल जाने हो र घरबाट त्यो 1 हप्तालाई पुग्ने चामलदेखि लिएर सबै हुन्छ नि, दाल गुन्द्रुक जे हुन्छ, गेडागुडी, होइन, तेल भुटुनदेखि लिएर सबै 1 पोका बनाएर त्यो चाहिँ झोला पनि अहिले त तपाईँहरूको अब यहाँ त फोम हालेको झोलाहरू हुन्छ, त्यति बेला नाइलनको डोरी भएको झोला हुन्थ्यो। त्यो झोलाले चाहिँ यहाँ काँध धेरै खान्थ्यो क्या, त्यत्रो भारी बोकेर हामी चाहिँ जानु पर्थ्यो र त्यसरी पढाइ सुरु भयो। बाल्यकालमा पढ्ने क्रममा म अलि राम्रैसँग अलि हुर्केँ, जस्तो किनभने खानेकुराको त्यति धेरै अभाव त थिएन, किन घरबाट राम्रै हामी लिएर जान्थ्यौँ, कहिलेकाहीँ कसैलाई बोकाएर भन्ने पनि लान्थ्यौँ। तर तपाईँको चाहिँ स्कुलमा अरू साथीहरू पनि थिए, म होस्टेलमा बस्ने साथीभाइहरू थिए, उहाँहरूलाई बरु अभाव जस्तो थियो यो मानेमा कि तरकारी खानेकुराहरूमा। मैले चाहिँ अलि बच्चै कालमा म खोला छेउमा छ यो स्कुल, मेलम्ची खोला, जुन अहिले मेलम्ची भन्ने बहुचर्चित छ, त्यो खोलाको छेउमा छ। त्यसो भएले श्री सरस्वती माध्यमिक विद्यालय हो। पहिला म चाहिँ श्री जनजागृति, अहिले मावि भएको छ, प्रावि थियो त्यति बेला, त्यसमा पढेको हो। अहिले चाहिँ श्री सरस्वती माविमा म चाहिँ हाई स्कुल पढेँ र त्यो खोला छेउमा भएको कारणले मैले बच्चै बेलाबाट माछा मार्न सिकेँ र यति रमाइलोसँग म दिनकै माछा भात खान्थेँ म चाहिँ। तर अरू साथीहरूलाई चाहिँ अब त्यो सामान्यतया गुन्द्रुक र भात हुन्थ्यो होला, तर म चाहिँ अलग्गै एउटा गोठमा बसेर, मेरो दाइहरू पनि हुन्थ्यो, होइन, मेरो 3-4 जना हामी सँगै बस्थ्यौँ, दाइहरू पनि हुन्थ्यो र
र हामी चाहिँ माछा भातै खान्छौँ। अहिले त हामीले माछा खान मात्र हो, आउँछ, त्यो माछा चाहिँ एकदम मार्न त लोकल होइन। लोकल माछा होइन, लोकल चिसो खोलाको माछा, त्यो निकै मिठोसँग निकै रमाइलोसँगै हामीले बितायौँ। म चाहिँ तपाईँको चाहिँ अलिकति समाजको परिवर्तनसम्मसँग अलिक परिवर्तन हुनुपर्छ भन्ने चेतना एउटा चाहिँ जाग्यो। मैले एक दुई ठाउँ भन्ने गरेको छु, तपाईँलाई पनि यो अलिकति रहस्य खोल्छु। म करिब 36 सालतिर हो, 35-36 को बिचतिर, जति बेला चाहिँ पशुपति शमशेर राणा उहाँ सिन्धुपाल्चोकले को नेतृत्व गर्नुहुन्थ्यो। उहाँ चाहिँ पञ्चायतको चाहिँ सिन्धुपाल्चोक राष्ट्रिय पञ्चायत सदस्य, उहाँ त्यति बेला शिक्षा मन्त्री पनि हो र म चाहिँ विद्यार्थी। अनि उहाँले चाहिँ त्यो स्कुलको एउटा कार्यक्रम थियो, स्कुलको एउटा ठुलो फङ्सन, त्यसमा उहाँ चाहिँ चिफ गेस्टको रूपमा डाकियो स्कुलबाट। स्कुलले हामीलाई चाहिँ तपाईँको चाहिँ अभिभावकहरू सबैले बोलाएर ल्याऊ है भनेको थियो। अब म 6 कक्षाको विद्यार्थी होइन, अनि मेरो बाबालाई पनि भने, तर उहाँहरू त जानु भएन। तर उहाँहरूले तपाईँको चाहिँ जब उहाँ आउने बेलामा र तपाईँको चाहिँ हामी विद्यार्थीलाई त अहिले पनि अब विद्यार्थीहरूलाई लाइन लगाएर फुलमाला लिएर राख्ने चलन छ, अति गेस्टलाई चिफ गेस्टलाई स्वागत गर्ने होइन, अहिले पनि त्यो चलन छ गाउँमा। र हामीलाई पनि लाइन लगाए, त हामी पनि फुलमाला लिएर बस्यौँ, लाइनमा उभियौँ। उभिने क्रममा त्यति बेलाको जगजगाउँदै थियो, किनभने 35-36 को राणा, पशुपति शमशेर, अनि त्यसपछि पञ्चायत, त्यो एकदम जल्दो बल्दो थियो। अनि उहाँ चाहिँ किनभने एउटा राणा परिवारको मोहन शमशेरको नाति, श्री 3 मोहन शमशेरको नाति हो उहाँ विजय शमशेरको छोरा। र उहाँ चाहिँ परबाट आउनुभयो। आउने क्रममा उहाँ चाहिँ त्यति बेला उहाँलाई हाम्रो सिन्धुपाल्चोकमा उहाँलाई नाति जर्नेल पनि भन्थ्यो। अनि उहाँ चाहिँ टक्क घोडा, सेतो घोडामा थियो उहाँ। अनि त्यस पछाडि उहाँको दायाँ बायाँ उहाँले चाहिँ त्यो सेना पनि थियो, उहाँको ठिक्क पछाडि पुलिसहरू थिए। त्यो ठिक्क पछाडि त्यति बेलाको पशुपति शमशेर, जनताको त हजारौँ जनता अब त्यो पुरै पछाडि छ, आयो घटाघट अगाडि आयो। र म 6 कक्षाको विद्यार्थी हो, म लाइनमा उभिरहेको छु। उहाँको पर्सनालिटी हेरेँ मैले, टक्कै हेरेँ, मन्त्री होइन, मन्त्री भने त यो त अचम्मको जिनिस हुँदो रहेछ, यो त अचम्म, ओहो कस्तो, यो त हुनुपर्ने चिज पो रहेछ। मेरो बाल मनोविज्ञान त्यति बेला पढेको र यो त हुने चिज रहेछ, झन् राजा कस्तो हुँदो होला मेरो दिमागमा। म त एकदम बच्चा विद्यार्थी नै हो, मलाई त्यस्तो परे हो। अनि पछि तपाईँको चाहिँ परिस्थितिले कस्तो बन्यो भने म चाहिँ अब त्यहाँ पढ्दै गएँ र सिन्धुपाल्चोकमा एउटा पिस्कर काण्ड घट्यो 40 सालमा माघ 1 गते। त्यसमा उहाँकै हात रह्यो भन्ने कुराहरू त्यति बेला गाई धेरै आयो। म विद्यार्थी सङ्गठनको अध्यक्ष थिएँ, अनिरा सुब्बीको जिल्ला कमिटीको अध्यक्ष थिएँ र मलाई पार्टीका भूमिगत नेताहरूले सम्पर्क गर्न थाले। जसको कारणले गर्दा त्यति बेला पिस्कर विरोधी काण्डमा, अब हत्याकाण्डको विरुद्धमा हामीले पश्चिम सिन्धुपाल्चोकको पश्चिम भेगमा धेरै ठुलो गतिविधिहरू गरियो। त्यसमा म आफै नेतृत्व गरेँ र त्यसले अलि विद्रोहको भावना जाग्दै गयो। अनि पछि त अब नेकपा माले, अब त्यसको अखिल अनिरा सुब्बी, त्यसको मालेको पार्टीको इन्टरनल सम्पर्क त्यो हुँदै गयो। र हुनुपर्ने त अब यो मन्त्री हुने त हुनुपर्ने चिज पो रहेछ, कस्तो अचम्मको भन्ने लागेको मान्छे नहुनेतिर लाग्यो नि त त्यति बेलाको हिसाबले त। किन त्यति बेला त विद्रोहको बाटो भने त नहुने तर्फै हो होइन। तर पनि परिस्थिति कस्तो बन्यो भने अब हामी लाग्दै गयौँ होइन, अब 46-47 मा होइन आन्दोलन सफल गऱ्यौँ, बहुदल आयो। पछि निर्वाचनमा उहाँसँगै प्रतिस्पर्धा गर्ने अवसर पाइयो, अनि उहाँलाई नै परास्त गरियो होइन। अनि त्यस पछाडि म आफै संविधान सभाको सदस्य पनि भएँ होइन। त्यसपछि संविधान लेख्ने, संविधान मस्यौदा समितिको सदस्य भएर काम गरेँ। त्यति मात्र होइन, पछि तपाईँको चाहिँ मिनिस्टर दुईवटा मन्त्रालयमा, एउटा कानुन मन्त्रालयमा एकचोटि स्वास्थ्य मन्त्रालयमा मन्त्री हुने अवसर पाएँ। यसले के हुन्छ भने चेन्ज, परिवर्तन केही गर्नुपर्छ भनेर एउटा चाहिँ लाग्दाखेरि डिटर्मिनेसन एउटा दिमागमा बोकेर गयो भने सम्भव रहेछ भन्ने चाहिँ देखियो। किनभने मैले देखेको त्यति बेलाको पशुपति शमशेरको व्यक्तित्व होइन। पछि उहाँसँगै मैले चाहिँ प्रतिस्पर्धा, फेरि हाम्रो त एकदम तिक्ततापूर्ण प्रतिस्पर्धा भएन। प्रतिस्पर्धा हुँदा हामी स्वस्थ प्रतिस्पर्धै गऱ्यौँ होइन। उहाँलाई परास्त गरियो। त्यस पछाडि चाहिँ मैले चाहिँ अब देशको राजकीय सत्ताको होइन एउटा जिम्मेवारी प्राप्त गर्ने ठाउँमा पनि पुग्यो। मतलब यसरी नै बित्या हो मेरो मेरो बाल्यकाल चाहिँ। एक खालको म अहिले पनि तपाईँलाई भन्ने हो भने मेरो त्यो स्कुल जीवनको खोलामा जाने, त्यहाँ लुगा धुने, त्यहाँ चाहिँ माछा मार्ने, खाने, अनि त्यस पछाडि तपाईँको चाहिँ स्कुल जीवन चाहिँ म अहिले पनि जान चाहेँ। कतै रोज्छ भने पनि तिमी कहाँ जान्छौ भने म त्यो स्कुल जीवनमा फर्किन जान्छु। त्यति आनन्दपूर्ण, त्यति रमाइलोपूर्ण बित्यो। र हामी फेरि सङ्गठनको हिसाबले पनि त्यत्तिकै डेडिकेटेड, र हामी चाहिँ एकदम भूमिगत बेलुका होइन। भोलिपल्ट इक्जाम छ,
तर बेलुका कहाँ किसानहरूको गाउँमा गएर होइन कार्यक्रम गरेर हामी फर्किन्छौँ। भोलिपल्ट इक्जाम भए पनि हामी बेलुका चाहिँ किसानहरू कहाँ गएर सङ्गठित गर्ने काममा लाग्छौँ। अब हाम्रो त जीवन त अहिले धेरै सहज छ नि त। अब हजुरले भन्नुभयो अब धेरै टाढासम्म हिँड्नु पर्दैन हामी। अब हजुर जस्तो लाइक काइन्ड अफ हामीले सोच्नु पर्दैन भोलि के खाने भनेर, अब कताबाट ल्याउने भनेर। त्यो हिसाबमा त हामी एकदमै प्रिभिलेज छौँ होइन। हजुर चाहिँ एउटा कानुनको विद्यार्थी पनि हुनुहुन्थ्यो र अहिले म पनि एउटा कानुनकै विद्यार्थी हो र हजुरले एउटा प्रेरणाको स्रोतको रूपमा नि लिने गर्दछु म। अनि कानुनको अध्ययनले तपाईँको राजनैतिक यात्रा र नेतृत्वमा चाहिँ कस्तो प्रभाव पारेको थियो? यो त धेरै फरक पर्छ, किनभने अहिले भनौँ न राज्य सञ्चालन होइन मुलुकहरूमा हामी कानुनी शासन भन्छौँ, कानुनको सर्वोच्च तल स्वीकार। पहिला थिएन, किनभने अब जस्तो राणा शासनको बेला राणाको मौखिक आदेश नै कानुन हुन्थ्यो। त्योभन्दा अगाडि राजा महाराजाले तपाईँको चाहिँ शासन सत्ता सञ्चालन गर्दा कानुन लिखित कानुनहरू थिएन। हामीले 2004 सालदेखि नै अब एउटा कानुन चाहिँ लिखित रूपमा चाहिँ गर्ने एउटा प्रचलन सुरु गऱ्यौँ। त्यो हुँदै हुँदै आएर अब कानुनहरूमा पनि परिवर्तन गर्दै ल्यायौँ र परिवर्तन के को लागि भन्दा जनताको पक्षमा कानुन बनाउने र कानुनभन्दा माथि कोही हुँदैन। र हिजो हामीले राजतन्त्रात्मक शासन व्यवस्थामा तपाईँको चाहिँ भनौँ न राजतन्त्रात्मक शासन व्यवस्थामा राजालाई चाहिँ कानुनभन्दा माथि राख्यो, कानुनभन्दा माथि र सार्वभौम सत्ता कोषमा भन्दा राजामा नै छ भनेर लेखा हुन्थ्यो। तर अब पछि हामीले खास गरी 47 सालको आन्दोलनपछि त्यस पछाडि तपाईँको चाहिँ 46-47 को मुभमेन्टपछि हामीले जुन संविधान बनायौँ त्यो संविधानदेखि राजालाई पनि संविधानभन्दा माथि होइन तिमी चाहिँ संविधानको दायरामा छौ है भनेर संवैधानिक राजतन्त्र भन्यौँ। र त्यसलाई पनि हामीले 62-63 को जनक्रान्ति पश्चात हामीले त्यसलाई चाहिँ तपाईँको चाहिँ सार्वभौम सत्ता अब कोषमा भन्दाखेरि चाहिँ सार्वभौम सत्ता जनतामा भनेर गणतन्त्रात्मक शासन व्यवस्था हाल्यो। र यो भनेको कम्प्लिट रूपमा अब चाहिँ कानुनी शासन हो र कानुनभन्दा संविधानभन्दा कोही पनि माथि हुँदैन, सबै त्यसको मातहत हुन्छन् भन्ने मान्यतालाई हामीले अङ्गीकार गऱ्यौँ। त्यसैले तपाईँको चाहिँ यति जब त्यो कुरालाई अङ्गीकार गरे पछाडि हर कुरा कानुनद्वारा संविधानद्वारै निर्देशित हुन्छ। त्यसैले त्यसको अध्ययन, त्यसको पृष्ठभूमि बुझ्नु जरुरी छ, त्यसको हिस्ट्री बुझ्नु जरुरी छ र राजनीतिमा कानुन बुझ्ने र कानुन पढ्ने व्यक्तिहरूलाई राजनीतिमा त्यसले धेरै चिजहरू सहज पनि गर्छ, बुझ्दछ। त तपाईँको चाहिँ यद्यपि तपाईँ राजनीतिमा लाग्ने जस्तो चुनाव लड्ने व्यवस्थापिकामा पुग्ने भनेको कानुन बनाउनै पुग्ने हो। फेरि हाम्रो नेपालको परिवेशमा चाहिँ विकासे चाहिँ उसको पनि प्रतिनिधि जस्तो हामी ठान्छौँ होइन। तेस्रो मुलुकका देशहरूमा जस्तो तपाईँको चाहिँ तेस्रो विश्वको देशहरू जुन अलि अविकसित देशहरूमा चाहिँ त्यस्तो पनि बुझ्छ, किनभने जनप्रतिनिधि भने ऊ चाहिँ विकासको पनि प्रतिनिधि हो भन्ने हामीले त्यो रूपमा बुझ्छौँ। तर यद्यपि उसको मूल काम चाहिँ के हो भन्दा संसद भने व्यवस्थापिका हो नि, त्यहाँ चाहिँ कानुन बनाउने थलो हो। त्यस भएको कारणले कानुन बनाउने थलोमा पुग्ने व्यक्तिहरू भने चाहिँ कानुन अध्ययन एकदमै जरुरी छ, त्यसका टर्महरू बुझ्नु जरुरी छ। त्यसैले मैले अलिकति मेरो ब्याकग्राउन्ड पछि त फेरि मेरो मूल अध्ययन मेरो एन्थ्रोपोलोजी हो होइन, एन्थ्रोपोलोजी हो। अब यद्यपि म साइन्सको पनि विद्यार्थी हो, म आइएससी मैले साइन्समा गरेँ होइन। तर तपाईँको चाहिँ अहिले पछिल्लो कालमा मैले कानुन पनि अब अध्ययनमा गएँ। यद्यपि म कानुनी प्र्याक्टिस वकालतको हिसाबले लाइसेन्स छ, तर अब मतलब न्यायालयमा गएर वकालत गरेको छैन, प्र्याक्टिसमा छैन। तर पनि मैले त्यो कानुनका टर्महरू बुझ्ने अवसर पाएँ, जसको कारणले गर्दा म संविधान सभामा संविधान मस्यौदा कमिटीको सदस्य भएर त्यो समितिमा रहेर संविधान चाहिँ त्यसका दफा पार्ट होइन कमा फुल स्टप सबै कुराको चाहिँ तयार गर्ने अध्ययन गर्ने त्यो समितिमा रहेर काम गर्ने अवसर पनि पाएँ। त्यसैले कानुन चाहिँ जरुरी छ। त्यसै मैले नि अब हजुरको मार्गदर्शनमा चले त्यो मलाई नि फाइदा पुर्याउने छ। अब हजुरले एउटा बौद्धिक र सिद्धान्तको ज्ञाता भनेर मानिन्छ। तपाईँको राजनीतिक यात्रामा सिद्धान्तको महत्त्व चाहिँ के कस्तो थियो त? कस्तो मूल्य मान्यतालाई हजुरले प्राथमिकता दिनुहुन्थ्यो? कस्तो कुरालाई चाहिँ हो यसलाई चाहिँ मैले आफ्नो सिद्धान्त बनाएर चाहिँ अगाडि बढ्नुपर्छ? लाइक हजुरले भन्नुभयो पहिला म विरोध गर्दै हिँड्थेँ, त्यसले गर्दा चाहिँ म उतिखेरको अवस्थामा चाहिँ मन्त्री पद हेर्न नि अलिकति गाह्रो थियो, तर पछि परिवर्तन हुँदै गयो। लाइक हजुरलाई चाहिँ होइन सिद्धान्तले चाहिँ कस्तो खालको डोर्याउँदै गयो त? त मान्छेले भने जस्तो यसो भाषण लाएर परिवर्तन सम्भव छैन, परिवर्तन भनेको काम गरेरै हो।
त्यसैले गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्छु। र जसरी नेपालमा एउटा न्यारेटिभ विकास भएको छ, गरिब देश, हामी गरिब भन्ने एउटा छ, हामीले उहिलेदेखि कहिलेदेखि विकास गऱ्यौँ। र स्टार होटेलहरूका भर्याङहरूमा हाम्रा गरिबीका फोटोहरू, टोपी फाटेका फोटोहरू राखेर अनि बिजनेस गरिरहेको हुन्छ। म यो मन पर्दैन, किन नेपाल गरिब होइन, नेपाल समृद्ध देश हो र विश्वको कुनै पनि देशले उसको देशको सिमानाभित्रको प्राकृतिक स्रोतको प्रयोग गरेर, उपयोग गरेर त्यो देश बनाएको छ, त्यो देश धनी भएको छ। त्यसो भयो भने हामीले पनि हाम्रो सिमानाभित्रको प्राकृतिक साधन स्रोतको उपयोग गर्ने, त्यो उपयोग गर्ने तौर तरिका हामीले अलि राम्रोसँग बुझेका छैनौँ, जानेनौँ, जसका कारणले गर्दा हामी गरिब बन्नु परेको छ हैन। त्यसैले तपाईँको चाहिँ जुन सैद्धान्तिक दृष्टिकोण, जुन राजनीतिक दृष्टिकोण लिए पनि उसले मुलुक बनाउने, जनतालाई धनी बनाउने हो, मुलुकलाई समृद्ध बनाउने हो। र त्यो कुरामा मैले आफूले रोजेको, आफूले अङ्गीकार गरेँ भने समाजवादी मोडेल त्यो ठिक हुन्छ भन्ने भन्नाले मतलब आम रूपमा सबै जनतालाई उत्तिकै समान रूपमा उनीहरूलाई अधिकार सम्पन्न बनाऊ, उत्तिकै उनीहरूलाई चाहिँ धनी बनाऊ। किनभने हाम्रो पुँजीवादी मोडेलले चाहिँ के गर्छ भन्दाखेरि कुनै एउटा व्यक्तिलाई अवसर दियो अनि त्यसले पनि विकास नगर्ने होइन, त्यो व्यक्तिले चाहिँ उसले आर्जन गर्छ, त्यो व्यक्तिले अरूलाई चाहिँ श्रमिक बनाउँछ। श्रमिकले केही ज्याला त पाउँछन्, तर हाम्रो चाहिँ मोडेल अथवा मैले जुन रोजेको मोडेल, मैले सिद्धान्तको हिसाबले हेरेको समाजवादी मोडेल भनेको चाहिँ सबै जनता मालिक बनाउने मोडेल हो। सबै जनता मालिक बनाउने हैन, सबैलाई सम्पन्न बनाउने, सबैलाई धनी बनाउने, कुनै एउटालाई अवसर दिएर त्यसको मुनि अरूलाई चाहिँ त्यसले पाल्ने जस्तो चाहिँ मोडेल होइन। हामीले चाहिँ त्यो मोडेलमा समाजवादी मोडेल चाहिँ ठिक हुन्छ भन्ने, त्यसकारणले मैले अलिकति सैद्धान्तिक रूपमा अब कम्युनिजमप्रति मेरो विश्वास भयो र त्यसकारण नेकपा एमालेमा मेरो विश्वास छ र त्यो पार्टीले लिएको दृष्टिकोण, सिद्धान्तप्रति मेरो विश्वास छ र त्यो पार्टीमा सङ्गठित छु र त्यसले लिएका हर नीतिहरूमा बरु नीतिगत कुराहरूमा काहीँ त्रुटि कमजोरी हुन लाग्यो भने पार्टी इनर पार्टी जीवन व्यापक बहसमा उत्रिन्छु। पार्टीका महाधिवेशनहरू हुन्छन्, त्यस्तोमा बहसमा उत्रिने गरेका छु र त्यसरी त्यो मोडेललाई अझै समृद्ध बनाएर आम नेपाली जनतालाई, सबैलाई, जस्तो अहिले हामी दुःखद छ, हामीले पनि जस्तो हामीले पनि गर्न नसकेका केही पाटाहरू छन्, किनभने जनतामा अलिअलि फ्रस्ट्रेसन बढेकै छ, युवाहरू वैदेशिक श्रममा गएकै छन् र उनीहरूलाई स्वदेशभित्रै गर्न सकिन्छ र उनीहरूलाई चाहिँ समृद्ध धनी बनाउन सकिन्छ भन्ने मान्यता पनि राख्छु। त्यसैले सैद्धान्तिक हिसाबले अलिक तुलनात्मक रूपमा म समाजवादी मोडेललाई बढी विश्वास गर्ने भएको हुनाले म चाहिँ राजनीतिक रूपमा पनि त्यो दृष्टिकोणको पक्षपाती। भर्खरै मैले सिद्धान्त र नैतिकताको कुरा गर्दै गर्दा ठ्याक्कै एउटा कुरा दिमागमा के आयो भन्दा, हजुरले जुन एउटा कानुन मन्त्री भइराख्दा बङ्गलादेशमा एउटा स्टेटमेन्ट दिएर पछि चाहिँ त्यसको आलोचना भइसकेपछि राजीनामा दिनुभयो र यति थोरै नेताहरू छन् जसले चाहिँ मन्त्री परिषद चाहिँ एउटा स्टेटमेन्टकै भरमा चाहिँ राजीनामा दिएका छन् र हजुरलाई चाहिँ अझै भन्छ उहाँबाट चाहिँ हामीले नैतिकताको बारेमा चाहिँ कुनै पनि प्रेरणा लिन सक्छौँ भन्ने कुरा चाहिँ जान्दा हामीले चाहिँ कसैलाई भन्यो भने त्यही कुरा चाहिँ जहिले पनि हाम्रो ल क्याम्पसहरूतिर नि कुराहरू भइरहेको छ। शेरबहादुर तामाङज्यूले त एउटा स्टेटमेन्ट दिनुभयो, स्टेटमेन्ट मिलेन, नमिलिसकेपछि उहाँले राजीनामा दिनु र हजुरले चाहिँ बोल्ने मात्रै होइन, हजुरले नैतिकताको आधारमा चाहिँ राजीनामा नै दिनुभयो र अहिले चाहिँ अहिलेको अवस्थामा हजुरले त्यो पछाडि हेर्दाखेरि हजुरले त्यो क्षणलाई चाहिँ कसरी लिनुहुन्छ? त्यो चाहिँ यस्तो भयो, जस्तो मैले त्यही म जुन सैद्धान्तिक आधारमा छु, जुन धरातलमा छु कि नेपाललाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ, कि मैले सिकेको, मलाई नेताहरूले सिकाएको होइन, मेरो गुरुहरूले अग्रजहरूले सिकाएको त्यही थियो। इमानमा बस्नुपर्छ होइन, बेइमान गर्नु हुँदैन, कानुनी राज्य स्वीकार्नुपर्छ होइन, तपाईँको त्यो कानुनी शासन स्वीकार्नुपर्छ। म त त्यो मान्यता बोक्ने मान्छे, त्यस कारणले गर्दा अब अवसर पनि पाइयो होइन, मन्त्री हुने अवसर पाइयो, मलाई नेतृत्वले विश्वास पनि गरे र डे फर्स्टबाट मैले अब के गर्ने त भन्ने कुरा त अब आफूले एउटा योजना त बनाउनु पऱ्यो र मेरो दिमागमा एउटा कुरा खेलिरहेको थियो। हामी चाहिँ भ्रष्टाचार चाहिँ दुई खालको हुन्छ, एउटा नीतिगत भ्रष्टाचार हुन्छ, अर्को आर्थिक भ्रष्टाचार होइन। नीतिगत भ्रष्टाचार अब नीतिमा कुनै निर्णयमा सहुलियत दिने कुरा हो। त आर्थिक भ्रष्टाचार त सिधै तपाईँको चाहिँ अर्थसँग जोडिन्छ। त्यसरी राज्य सञ्चालन गर्ने भने त अर्थतन्त्र सञ्चालन गर्ने कुरासँग जोडिन्छ। त्यसैले भ्रष्टाचार चाहिँ त्यो आर्थिक भ्रष्टाचारमा हुने भ्रष्टाचारलाई न्यूनीकरण कसरी गर्न सकिन्छ होला भन्ने मलाई लाग्यो। भने चाहिँ म त कानुनमा जिम्मेवारी पाएँ, भने चाहिँ झन् महत्त्वपूर्ण जिम्मेवारी भयो।
त्यसो भएर अब कानुनै बनाउनु पऱ्यो नि त त्यसको लागि। त्यसैले मैले के भने भन्दा हर सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाऊ। म त्यो मान्यतामा रहेर मैले त्यो सार्वजनिक रूपमा बोलेँ र त्यति बेला मान्छेहरूले जिब्रो टोक्यो। अनि सोधे अझ तपाईँले, मैले त भने त्यो सबै सार्वजनिक पद भन्नाले तपाईँको चाहिँ सरकारी कर्मचारीहरू हुन्छन्, तल्लो तहको वडा अध्यक्षदेखि लिएर राष्ट्रपतिसम्म होलान्, शाखा अधिकृतदेखि लिएर मुख्य सचिवसम्म होलान् होइन, एउटा चाहिँ तल्लो तहको कर्मचारीदेखि लिएर जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतका न्यायाधीशहरू होलान्, पुलिस प्रशासन, सेना, जोसुकै होस्, सार्वजनिक पदमा बस्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउनेतर्फ म अगाडि बढेँ र मैले बहस चलाएँ सार्वजनिक, र धेरै मान्छेहरूको एप्रिसिएसन थियो, मिडियाले पनि मलाई सपोर्टै गरिरहेको थियो। र त्यो कानुन चाहिँ अहिले पनि म तपाईँलाई बताउन चाहन्छु, त्यो भ्रष्टाचार निवारण ऐनको चाहिँ लगभग अहिले तलमाथि भएको भए 1-2 दफा तलमाथि सरायो, नत्र दफा 50 मा थियो। अनि तपाईँको चाहिँ यो चाहिँ अख्तियार सम्बन्धी ऐन छ अर्को, त्यो ऐनमा चाहिँ दफा 29 मा छ। त्यो चाहिँ कस्तो हुन्छ भने सार्वजनिक पदमा बस्नेहरूले सम्पत्ति विवरण बुझाउनु पर्ने कानुन छ। त्योभन्दा तल उपदहमा चाहिँ बुझाएको सम्पत्ति विवरण गोप्य रहनेछ भनिएको छ। मैले संशोधन गर्न के खोजेँ भन्दा गोप्य रहनेछ भन्ने ठाउँमा उचित माध्यमद्वारा सार्वजनिक गरिन्छ भनेर संशोधन गर्न खोजेँ। त्यो बहस चल्यो, बहस चल्दै अगाडि बढ्यो। मैले चाहिँ केही नेपाल ऐन संशोधन गर्ने कानुनभित्र त्यो कानुनलाई समेत हालेर अगाडि बढाएँ। लडाइँ ती हो, त्यो बाहना मात्रै हो। म चाहिँ त्यो तपाईँ निस्किएको होइन, मेरो स्टेटमेन्ट त्यो बाहना मात्रै, लडाइँ ती थियो। किनभने कसैलाई पनि सार्वजनिक गर्नु मन छैन। यदि भ्रष्टाचार अन्त्य गर्ने सार्वजनिक गर्ने भयो भने त्यसभन्दा पछि कति सरकार बन्यो त अरू पार्टीका बने, के भ्रष्टाचारको विरुद्ध भनेर आएका पार्टीहरू पनि आए, सरकारमै बसे होइन। अहिले मेरै पार्टीको अध्यक्षको नेतृत्वमा सरकार छ, यो विषय किन उठ्दैन? मेरो त प्रश्न छ नि त। त्यो मेरै पार्टीसँग पनि छ, मेरो पार्टीको नेतृत्वसँग पनि छ, अर्को पार्टीसँग पनि छ। सरकार गठन हुँदा यो विषय किन उठ्दैन? भ्रष्टाचार नियन्त्रण गर्ने अनि भ्रष्टाचार अन्त्य गर्ने भनेर 1-2 जनालाई समाउँला, कारबाही गरौँला, थुनौँला, अन्त्य त भएन। किनभने हिजो कुनै बेला ठुला नेताहरू, अब मन्त्री भएकाहरू होइन, वास्तवमा भ्रष्टाचार निवारण ऐन चाहिँ लिएर आउने होइन, कानुन बनाउने को अगुवाई गर्ने खुमबहादुर खड्काजी नेपाली काङ्ग्रेसको नेतै हुन्छ, अहिले बितेर जानुभयो। उहाँ नै त्यो गृहमन्त्री हुँदा उहाँले नै त्यो कानुन बनाउनु भयो, बढाउनु भयो, पार्लिमेन्टबाट पास भयो। उहाँ नै पछि भ्रष्टाचारको चाहिँ केसमा उहाँ नै जेल पर्नुभयो। त्यसपछि अन्त्य भयो त? भ्रष्टाचार अन्त्य भएन नि त, हुँदैन रहेछ क्या यसले मात्रै। त्यसैले सबैको सार्वजनिक गर्ने भएपछि त तपाईँहरूको जस्तो आँखामा पनि पऱ्यो, जनताको आँखामा पऱ्यो, मेरो नेता के गर्दैछ, मेरो अधिकृत के गर्छ, सर्वोच्चका न्यायाधीश के गर्दै हुनुहुन्छ, उहाँको खाने चाहिँ केबाट हो, तलब भत्ता कति पाउँछ, त्यसपछि अरू कमाइ कहाँबाट हुन्छ, यो त सबै कुरो खुल्ने भयो नि त होइन। मेरो अध्यक्षले, मेरो प्रधानमन्त्रीले त्यति भन्छ, म त त्यही क्याबिनेटको सदस्य, यस भनेर त म त बढेँ नि त। अब लडाइँ त्यसमै पऱ्यो र खास गरी ठुल्ठुला पदाधिकारीहरू, न्यायाधीशदेखि लिएर सम्पूर्ण व्यक्तित्वहरू त्यो कानुन नबनोस् भन्नेमा थियो। म मन्त्री भइरहँदाखेरि त्यो कानुन बन्थ्यो, मैले त बढाइ गर्थेँ, त्यो बन्थ्यो नै, पार्लिमेन्टमा लिएर आउँथेँ म। र तपाईँको चाहिँ नबनोस् भन्नेमा थियो, जसका कारणले गर्दाखेरि मेरो लडाइँ पब्लिकसँग होइन, मेरो लडाइँ तपाईँको चाहिँ जनतासँग पनि थिएन होइन, मिडियासँग पनि थिएन, लडाइँ त्यो भित्रसँग थियो। जसका कारणले गर्दाखेरि मैले चाहिँ एउटा त्यो इस्यु पनि मैले के भने भन्दा प्रसङ्ग आयो, ए बाबा त्यति बेला नै हो नि त केही मान्छेहरू माइती घरमा प्लेकार्ड बोकिरहेको थियो, मेडिकल कलेज खोल्नुहुन्न भनेर प्लेकार्ड बोकिरहेको थियो। अनि नेपालमा अहिले तपाईँ राम्रो हो, तपाईँले सायद तपाईँ पनि लमा जोइन हुनलाई तपाईँलाई कति गाह्रो भयो होला कि, पढ्छु भन्दा पनि यहाँ पढ्न नपाउने मुलुक हो नि त। म MBBS यहीँ गर्छु भन्दा पनि नपाउने मुलुक होइन। देशमा तपाईँको चाहिँ हजारौँ मान्छेहरू MBBSको लागि बाहिर जान्छन्, राम्रो कलेज खोज्न बाहिरै जान्छन्। आज +2 गर्न साथ किन मान्छे बाहिर जान्छ त? यहाँ राम्रो कलेजहरू छैनन्, भाका कलेजहरू तालाबन्दी लाग्छ, हडताल हुन्छ, के हुन्छ, जति बेला विद्यार्थीको भर्ना गर्ने समय हुन्छ त्यही बेला विद्यार्थी सङ्गठनले नै हडताल गरिरहेको हुन्छ। यो समस्या छ, त्यो किन हो होइन? त्यसो भएको कारणले मेरो भनाइ के थियो भन्दा कलेजहरू यहीँ खोल्नुपर्छ, नेपाली विद्यार्थीले यहीँ पढ्न पाउनुपर्छ, सहुलियतमा पढ्न पाउनुपर्छ, मेरो यो मान्यता थियो। र त्यो मान्यता बोल्दै गर्दा मैले सुनेको कुरा बोलेँ होइन। बाहिर पनि त सुख त छैन, हिंसामा पर्छन् भनेर मैले बोलेँ।
त्यही विषयलाई साथीहरू अब त्यो मलाई भित्रबाट धेरैको चाहिँ अब यो मान्छे नभए हुन्थ्यो भन्ने त ठिकै थियो, त्यसलाई भाइरल बनायो, भाइरल लिएर आएको गरे। त्यति बेला क्याम्पस कलेजहरू चाहिँ खोल्नुहुन्न भनेर प्लेकार्ड बोक्नेहरू पनि एउटा झुन्ड छँदै थियो, हाउमा हिँड्ने, त्यस्ता झुन्ड पनि मेरो एगेन्स्टमा उभिए। त्यस पछाडि हामी सल्लाह गऱ्यौँ, अब मेरो पनि मनमा अब रहनुहुन्न भन्ने नै रह्यो र प्रधानमन्त्रीज्यूले पनि राम्रो सल्लाह दिनुभयो होइन। उहाँले पनि त्यति बेला, किनभने यो एक खालको फेनोमेना आयो होइन, जसको कारणले गर्दाखेरि अलि अप्ठ्यारो त भएको हो भन्ने कुराहरू भए पछाडि हामीले सल्लाह गरेर एक हिसाबले मेरो मनमा मैले अब छोड्नुपर्छ भन्ने हिसाबले नै म आफू प्रिपेयर भइसकेका थिएँ। अनि त्यस पछाडि मेरो पार्टी अध्यक्ष प्रधानमन्त्री उहाँसँग सल्लाह गरेर मैले चाहिँ यो राखिदिएँ। अब त्यही मतलब अहिले पनि त्यो लडाइँ जारी छ होइन। त अहिले पनि कोही मान्छे तपाईँ सार्वजनिक पदमा बस्नेहरूको सम्पत्ति विरुद्ध सार्वजनिक गर्ने कानुन बनाउन कोही, म अहिलेको नयाँ साथीहरू जो एकदम भ्रष्टाचारको विरुद्ध भन्दै चाहिँ आएको छ, पार्टी दर्ता गरेको छ, कोही एकजनाले रोस्टममा उभिएर बोलेको मैले सुनिनँ क्या। आउनुपर्छ के, आउनुपर्छ। यदि मेरो अहिले पनि दाबी हो, सार्वजनिक पदमा बस्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनायौँ भने अहिले भइरहेको भ्रष्टाचारमा भ्रष्टाचार 100% अन्त्य काहीँ पनि हुँदैन। त्यसैले त्यो चाहिँ करिब 60-70%, 80%सम्म कम गर्न सकिन्छ। यसले मुलुकलाई एउटा चाहिँ अगाडि लाने कुरामा यसले सघा पुग्छ भन्ने हो। अब लडाइँ त्यस्ता थिए होइन। त्यसैले अब म त फेरि पनि के चाहन्छु भने जुनसुकै पार्टीले बढाए पनि हुन्छ, मेरै पार्टीले बढाए पनि हुन्छ, त्यो कानुनमा संशोधन जरुरी छ, अनि मात्रै भ्रष्टाचार अन्त्य हुन्छ, कम हुन्छ। अहिले पनि यो भ्रष्टाचार निवारणको जुन हजुरले एउटा बहस, सार्वजनिक बहसको कुरा गर्नुभयो, अझै चाहिएको छ, अझै त्यसको आवश्यकता छ। किनभने हामीले अहिले नि देखि नै रहेको हुन्छ, कति न्युज आइरहेको हुन्छ, अनि सिआइएकै अफिसरले नि करप्सन गरेकै चार्जहरू हामीले देखिरहेको हुन्छौँ हुन्छ। र कहिलेकाहीँ हामीले सुनेको कथा र साँच्ची घटेको घटनामा चाहिँ धेरै फरक रहेछ। यही सन्दर्भमा, यही फरक स्टोरीकै सन्दर्भमा कुनै एउटा विचार हुन्छ, विचारको दुईवटा भाग हुन्छ। एउटा चाहिँ जुन विचार दिने मान्छेले भन्नुहुन्छ एउटा अर्थ, र एउटा जुन विचार सुन्ने मान्छेले जुन अर्थ लगाउँछ। हजुरले जुन एउटा विधेयक पेश गर्नुभएको थियो संसदमा, त्यो म्यारिजुआना चाहिँ लिगलाइज गर्नुपर्छ भनेर, जताततै अब लिगलाइज हुन थाल्यो भने त पुरै अब देश अहिले लिगलाइज नहुँदा त यस्तो अवस्था छ, गाना छपष्टै बजारमा पाइन्छ। अब लिगलाइज भइसक्यो भने त झन् यो त खुल्ला रूपमा आउँछ भनेर चाहिँ अर्थ लगायो। तर हजुरको चाहिँ होइन, त्यतिखेर हजुरहरूले नि रिसर्च त गर्नुहुन्छ, एनालाइसिस गर्नुहुन्छ, हजुरहरूले कुनै पनि विधेयक पेश गर्दा त यतिकै भन्नुहुन्न। सो हजुरले चाहिँ होइन कुन चाहिँ कन्टेक्स्टलाई लिएर चाहिँ होइन हजुरले त्यसलाई चाहिँ लिगलाइज गर्नुपर्छ भनेर अगाडि बढ्नु भएको थियो? अब यसको त यसको बारेमा छलफल गर्ने हो भने अब हाम्रो एपिसोड पुरै पुग्दैन होइन, पुग्दैन। तर पनि म छोटो राख्न चाहन्छु। मेरो मान्यता के हो भने खास गरी मुलुक धनी हुनुपर्छ। जस्तो आज लाखौँ मान्छे अब 45-50 डिग्रीमा काम गरिरहेका छन्, ऊ यी नेपालमै बस्न चाहन्छ र नेपालमा बसोस्, आफ्नो फ्यामिलीसँग, आफ्नो छोराछोरीलाई पढाउँदा यी पैसा कमाएर यी बस्न सक्ने वातावरण बस्छ भन्ने म चाहना राख्छु। र विश्वको कुनै पनि देश त्यही देशका जनताले श्रम गरेर बनाएको। अहिले पछिल्लो कालमा अलि धनी राष्ट्रहरूले बाहिरको श्रमिकहरू झिकाउने चलन पहिलो राष्ट्र हो, पछिल्लो कालमा मात्र लागु हो। तर त्यो मुलुकका जनताले श्रम गरेर बनाएको हो। नेपाल बनाउने हो भने हाम्रो श्रम शक्ति बाहिर पठाएर त कहाँ बन्छ त? नेपाल बन्दै भन्दैन। नेपाल बनाउने सपना दिन्छौँ क्या, बाँड्छौँ, पार्टीहरू भाषण लाउँछ, चुनावमा बाँड्ने बेकारको कुरा। किनभने तपाईँको यहाँको श्रम शक्ति अब एकदम सक्रिय श्रम शक्ति लगभग 70-80 लाख मान्छे बाहिर, त्यो श्रम गरेर बनाउने चाहिँ श्रम शक्ति नै बाहिर भएपछि मुलुक बन्छ, बन्दै भन्दैन। समस्या यहाँनिर हो। त्यसैले उनीहरूलाई नेपालमा टिकाउने उपाय के? र मैले नेपालको लागि मात्र भनेको जस्तो जुन मैले गाँजा मेरिजुआनाको बारेमा चाहिँ कुरा गर्दै गर्दा म पनि पहिला कन्भिन्स थिइनँ, तर धेरै साथीहरूले रिसर्च गरिराख्नु भएको थियो, धेरै विद्वानहरूले, डक्टरहरूले होइन यसमा रिसर्च गर्नुभएको छ, ठुल्ठुलो साथीहरू चाहिँ यसमा इन्भल्भ लाग्नु भएको छ यसको एडभान्टेजको बारेमा। डिसएडभान्टेज पनि छ, नभएको होइन। यसमा चाहिँ फाइदा बढी छ, बेफाइदा भन्दा फाइदा बढी छ। त्यसैले त्यो त शेरबहादुर तामाङको विषय हो भने यो त विश्वको विषय हो नि त, वर्ल्डको विषय हो। त्यसैले तपाईँको चाहिँ विश्व स्वास्थ्य सङ्गठन, विश्वभरि स्वास्थ्य हेर्ने सबैभन्दा ठुलो अर्गनाइजेसन भने विश्व स्वास्थ्य सङ्गठन, WHO। विश्व स्वास्थ्य सङ्गठनले आफैले रिसर्च गर्यो गाँजा बारेमा। रिसर्च गरेपछि उसले यो चाहिँ हानिकारक लागु औषधि होइन, यो चाहिँ औषधीय गुण भएको वनस्पति हो भनेर उसले प्रुफ गर्यो।
उसले रिसर्च गरेर। र विश्वमा कुनै एउटा प्लान्टको बारेमा रिसर्च भएको छ सबैभन्दा बढी भने यही प्लान्टको बारेमा बढी भएको छ रिसर्च। र विश्व स्वास्थ्य सङ्गठनले रिसर्च गरेर यो चाहिँ लागु औषधि होइन, यो चाहिँ एकदम चाहिँ औषधीय गुण भएको वनस्पति हो भनेर उसले चाहिँ प्रुफ गर्यो। त्यस पछाडि उसले विश्व स्वास्थ्य सङ्गठनले संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र पठायो कि अब यसलाई हानिकारक लागु औषधि सूचीबाट हटाऊ, त्यो सूचीबाट रिलिज गर र यसलाई चाहिँ तपाईँको चाहिँ भनौँ न यो चाहिँ औषधि गुण भएको वनस्पतिको सूचीमा राख उसले सिफारिस गर्यो। त्यो सिफारिस गरे पछाडि तपाईँको चाहिँ संयुक्त राष्ट्रसङ्घमा CND भन्ने संस्था छ, कमिसन अन नार्कोटिक ड्रग होइन, CND भन्ने संस्था छ। त्यो CND भन्ने संस्थामा छलफल भयो, त्यसमा भोटिङ भयो। भोटिङ हुँदाखेरि त्यसमा यो हानिकारक लागु औषधिको सूचीबाट हटाउने पक्षमा भोट पर्यो। नेपाल राष्ट्र पनि को प्रतिनिधिले पनि त्यही पक्षमा भोट हाल्यो, कुरै हो। र त्यति बेला तत्कालीन प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो र नेपाल राष्ट्रको प्रतिनिधिले पनि यसलाई चाहिँ लागु औषधि होइन, यो औषधीय गुण भएको वनस्पति हो भन्ने पक्षमै भोट हाल्यो। संयुक्त राष्ट्रले त्यो सूचीमा राख्यो। यो शेरबहादुर तामाङको विषय होइन नि त, शेरबहादुर तामाङले मान्छेलाई बिगार्न खोजेको त होइन, संयुक्त राष्ट्रले पास गर्यो। र त्यही बेला नै हो मैले पनि एउटा चाहिँ अब अभियानको रूपमा नेपालमा बोलेँ। पहिला मान्छेहरू यो प्रति नेगेटिभै थियो। किन नेगेटिभ थियो भन्दा गाँजा गजेडी अथवा गाँजा बोक्यो खायो अलिकति बोक्यो परिहाल्थ्यो त जेलमा। अनि गाँजा भन्दा जेलमा पर्दै भएपछि त छुन्छ मान्छेले, त्यो त्योबाट त कड्का खाले हेर्दैन नि त, डर लाग्छ नि त होइन। त्यस्तो थियो, डर थियो मान्छेलाई। तर जब अब त्यो संयुक्त राष्ट्र पनि त्यसरी त्यो प्रोसेसहरू अगाडि बढ्यो, विश्वका धेरै देशहरूले लिगलाइज गर्दै लाभ लिन थाले होइन, धेरै लाभ लिन थाले। त्यससँगै अनि हामीले पनि विधेयक बनाएर दर्ता गऱ्यौँ। त्यसपछि बहसले एउटा चाहिँ नेसनल चाहिँ स्वरूप ग्रहण गर्यो र अहिले चाहिँ गाँजाप्रति मान्छेको नेगेटिभ धारणा छैन। गाँजा ठिकै रहेछ। वास्तवमा किसानहरूलाई आम्दानी हुने एउटा चाहिँ स्रोत हुनसक्छ, क्यास क्रप पर्यो। मान्छेले हामीले कृषि मन्त्रालय खोल्यौँ, किसानका धेरै अनुदानहरू दियौँ, बाख्रा पाला भन्यौँ, अब पालेन, सुन्तला रोप भन्यौँ, रोपेन, धान खेती राम्रो उन्नत जातको लगाऊ भन्यौँ, गरेनन्। मान्छेले बाँझो छोडे, खाली खाडी गए, बाँझो छोडे। भन्छ पैसा आउने थोरै चिजबाट पनि थोरै लगाएर पनि, किनभने हाम्रो जमिनमा त सुन त हुँदैन, सुन खाने त छैन, हाम्रो जमिनमा पेट्रोल पनि पाउँदैन। भन्छ हाम्रो जमिनमा त त्यही जमिनमै उत्पादन हुने चिज हुने हो नि। त्यस कारणले यो गाँजा चाहिँ एउटा यस्तो क्रप हो, क्यास क्रप, कि यसले चाहिँ तपाईँको चाहिँ थोरै उत्पादनले पनि थोरै ठाउँमा लगाएले पनि किसानले राम्रो आम्दानी गर्न सक्छ। र म त अहिले पनि ग्यारेन्टी गरिरहेको छु, कमसेकम 1.5-2 रोपनीमा गाँजा लगाउने एउटा अनुमति दियो हर किसानलाई भने 5-7 लाख रुपियाँ 10 लाख रुपियाँ कमाउन खाडी चाहिँ जानु पर्दैन, नेपालमै कमाइ हुन्छ। अनि त्यस पछाडि ऊ चाहिँ गाँजा लगाउने उसले चाहिँ अनुमति पाएपछि उसले 2 रोपनीलाई गाँजा लगाउने भनेपछि अब त्यही गाँजाको बोट रुँगेर बस्छ नि त, किनभने पैसा त त्यहाँ छ, लाख पैसा त त्यहीँ छ, त्यहीँ फलिरहेछ। भन्छ उसले त्यो गाँजासँगैका अरू जमिन अब जोत्न थाल्छ क्या, अरू जमिन अब तरकारी लगाउन थाल्छ, ल अर्ग्यानिक लगाउँ भन्दा फेरि गाई पाल्न थाल्छ, भैँसी पाल्न थाल्छ, अर्ग्यानिक उत्पादन गर्छ, भैँसी पालेर दुध बजारमा पठाउँछ, तरकारी पनि उसले खानु पो खान्छ त। मान्छेले बिहान मुस्किलले बिहान 2 पाउ, बेलुका 2 पाउ पनि बढी खाने, 1 पाउ खाने हो मान्छेले धेर खाँदैन क्या होइन। भन्छ त उसले बढी भएको चाहिँ के गर्छ, उसले बजारमा छोड्छ होइन, उसले उत्पादन गरी बजारमा ल्याउँछ, बजारमा त्यही सहर आइपुग्छ। र आज तपाईँ र म बोल्दै गर्दा 400 अरबको खाद्यान्न हामी बाहिरबाट ल्याउँछौँ भनेपछि यो चेनलाई तपाईँले चाहिँ चेनलाई जोड्न सक्यौँ भने देशभरिका लाखौँ युवाहरूले चाहिँ अब तपाईँको चाहिँ अब कृषिमा नयाँ ढङ्गले चाहिँ प्रवेश गरेपछि 400 अरब तपाईँको चाहिँ विस्थापन गरिदियो भने मुलुक कति धनी बन्छ। म यो एस्पेक्टबाट भनेको छु। मैले त्यो गाँजाको बेफाइदा एउटा छ, उसमा नसा लाग्ने गुण छ होइन, र मैले त्यो गाँजाको सम्बन्धी विधेयक प्रस्तुत गर्दै गर्दा त्यो गुणलाई पनि खुल्ला गर्नुपर्छ भनेर मैले विधेयक प्रस्तुत गरे होइन। यसको औषधीय गुण होइन, यसको अरू इन्डस्ट्रियल भ्यालु, यसको रेसाबाट कपडा होइन, यसका चाहिँ डाँठबाट अरू धेरै फर्निचरहरू धेरै कुराहरू, अनि यसको मूल तत्त्वबाट तपाईँको चाहिँ औषधि होइन, CBD। त्यस कारणले तपाईँको चाहिँ म यो भ्यालुको बारेमा कुरा गर्दैछु। नसा लाग्ने गुण छ नभएको होइन। र नसा लाग्ने गुण चाहिँ मैले चाहिँ के देख्छु भने विश्वमा मान्छे नसा खाँदैनन् त, रक्सी किन खान्छ, नसै चुरोट किन खान्छ, नसै त। मान्छेले रिल्याक्सेसन खोज्छ, रिल्याक्सेसन बढी गऱ्यो भने त्यो हानिकारक हो जुनसुकै चिज भने। तर मान्छे किन सुत्नुपर्छ भने उसले रिल्याक्स खोज्छ, उसको शरीरले रिल्याक्स खोज्छ।
किन गीत सुन्ने भन्दा उसले रिल्याक्स खोज्या हो, किन फिल्म हेर्ने भन्दा उसले रिल्याक्स खोज्या हो, किन घुम्ने तपाईँको चाहिँ एकदम डाँडा काँडा हिमालयहरू जाने उसले रिल्याक्स खोज्या हो। त्यसैले मान्छेले रिल्याक्स चाहिँ केबाट हुन्छ भने त सुनेर, हेरेर, खाएर, होइन त। त्यसो भएको हुनाले खाएर गर्ने रिल्याक्समा सबैभन्दा सफ्ट गाँजै, सबैभन्दा सफ्ट। जस्तो तपाईँको चाहिँ अरू कोकेन, हिरोइन, तपाईँको रक्सी भन्दा, चुरोट भन्दा धेरै नै सफ्ट गाँजै हो। र मैले चाहिँ के भन्ने गरेको छु भने नेपालको सन्दर्भमा चाहिँ गाँजाको मतलब रिल्याक्सको लागि अथवा तपाईँको त्यसको चाहिँ त्यो भ्यालु प्रयोग गर्ने चाहिँ टुरिज्ममा चाहिँ ओपन गरौँ भन्ने मेरो मान्यता छ। टुरिज्म जो विदेशी टुरिस्टहरू आउँछन् क्यासिनो मोडेलमा उनीहरूले चाहिँ गाँजालाई रिल्याक्समा प्रयोग गर्न पाउने त अरू नेपालीले नपाउने गरी हामी बन्द गरौँ। र नेपाली कोही प्रयोग गर्ने तपाईँको चाहिँ त्यो नसाकै रूपमा प्रयोग गर्नेहरूलाई अहिले पनि त कसैले कार्यान्वयन रोक्नै सकेको छैन। काहीँ न काहीँ पाइहाल्छ भने खाइहाल्छ, होइन त्यस्तो छ। रोक्ने भनेर अब तपाईँको चाहिँ त्यो हिरोइन बेच्नेहरू, होइन तपाईँको चाहिँ स्म्याक बेच्नेहरूलाई समात्या छ, कारवाही गरेको छ, तै पनि चलिरहेको छ त्यसको कारोबार। त्यसो भएको हुनाले मेरो चाहिँ के कुरा हो भने त्यो टुरिज्ममा टुरिस्टहरू, वैदेशिक टुरिस्टहरू जो नेपालमा आउँछन्, नेपालमा खाएर रिल्याक्स लिने, हेरेर रिल्याक्स लिने, होइन। समुद्र त छैन यहाँ, समुद्रमा खेलेर रिल्याक्स लिने ठाउँ त छैन। त्यसैले हाम्रा म्युजिकहरूबाट उनीहरूलाई लट्ठ बनाउनु पनि सकिँदैन। त्यसैले यदि तपाईँको चाहिँ वैदेशिक टुरिस्टहरूलाई हामीले चाहिँ त्यो रिल्याक्सेसनको लागि त्यो ओपन गर्ने हो भने मलाई अहिले करिब 10 लाख टुरिस्टको हाम्रो आँकडा छ वार्षिक। कमसेकम 100-150 लाख, 1.5 करोड मान्छे नेपालमा ल्याउन सकिन्छ भन्ने मान्यता राख्छु। सकिन्छ। र हाम्रा हर भिलेजहरू, हर गाउँहरू होमस्टेहरू हुन्छन्। यहाँ अटाउने ठाउँ हुँदैन, त्यतिका मान्छे आउँछ। त्यसले मुलुकको इकोनोमिकलाई एकदमै ठुलो बुम गर्छ। र कुनै न कुनै एउटा आइटमबाट पहिला उठाउँ इकोनोमीलाई, त्यसपछि अरू आइटम जोड्दै लैजाउँ। र प्रारम्भिक एउटा मैले यही अन्तिम भनेको छैन, एउटा बिन्दु चाहिँ योबाट हुनसक्छ भनेर मसँग अरू धेरै प्लानिङहरू छन्। यस्ता गाँजा जस्ता अरू धेरै प्लानिङहरूको बारेमा मैले सार्वजनिक रूपमा बोल्ने गरेको छु। कुनै मुलुकसँग ऋण वा अनुदान नमागिकन बाँच्न सक्ने, टिक्न सक्ने र मुलुकले अझै यति धेरै कमाउन सक्छ कि अरू देशलाई हामी ऋण दिन सक्ने, त्यो हैसियतमा हामी पुग्न सक्छौँ। अनि मात्रै नेपाली जनता विदेशमा, विदेशी भूमिमा पासपोर्ट लिएर टेक्दै गर्दा सलाम ठोक्दै वेलकम भन्छ। अहिले त नाङ्गे झार पारेर सबै खोतलेर, होइन, पासपोर्ट खोसेर त्यस्तो छ अवस्था नि, होइन। नेपालको पासपोर्ट देख्नसाथ सलाम ठोकेर ल वेलकम भनेर पख्ने स्थिति बनाउन सकिन्छ यो एउटा आइटमबाट। त्यसैले मैले चाहिँ यस कारणले बोकेको हो। ल कोही मान्छे हुन्छन् नसा लाग्ने, नसाको लागि प्रयोग गर्ने 2-4 जना मान्छे हुन्छन्, कानुन त्यसको लागि मात्र हुँदैन कि। यद्यपि 100% सबैलाई राज्यले ध्यान दिनुपर्छ। हो त मान्छेको अब रक्सी खुल्लै छ, जहाँ पनि किन्न पाइन्छ। अब त्यस कारणले देशैभरि सबै मान्छे रक्सी खाएर रक्षा त भएको छैन। तर पनि तपाईँ र म बोल्दै गर्दा अहिले यसो बजारतिर खोज्दैन 2-4 जना त ढलेकै छ त, लडेर खुट्टा बढेर अब पशुपतिमै गयो भने त गाँजा नि खाइरहेकै छ। त्यसैले मतलब यसको नसाको भ्यालुलाई अहिले एकछिनलाई छोपिदिएर अन्य भ्यालुलाई बढी छलफल गरेर यसलाई लिगलाइज गर्नु जरुरी। किनभने अझै मेडिकल फिल्डमा त अझै यो त एउटा बहसकै हो नि त, बहसकै मुद्दा हो नि त। किनभने गाँजालाई चाहिँ एकदमै मेडिसिनल भ्यालु चाहिँ धेरै भएको भनेर लाइक एटलिस्ट जुन इन्डस्ट्रीहरू छ मेडिसिन बनाउने तिनीहरूलाई चाहिँ एटलिस्ट पर्मिसन दिनुपर्छ। त्यसबाट त्यो तत्त्व चाहिँ मेडिसिनल त्यो जुन एउटा सब्सटेन्स हुन्छ त्यसलाई चाहिँ एक्सट्र्याक्ट गर्न चाहिँ पर्मिसन दिनुपर्छ भनेर अझै त्यो बहसहरू नै भइरहन्छ। एउटा सिक्काको 2टा पाटो भए जस्तै एउटा चाहिँ हजुरले जे कुरा भन्न खोज्नु भएको छ र एउटा अब सबैले त प्रेम गर्दैन, सबैले माया गर्दैन, सबैले मन पराउँदैन र नमन पराउने मान्छेहरूले फेरि त्यसको अर्को स्टोरी बनाइदिएर अगाडि बढ्छ। मतलब यस्तो केही गर्नु छैन भने त विरोध गरौँ, केही गर्नु छैन यस्तै हो भनेर विरोध गरौँ, होइन। केही गर्नु छ भने के बोल्दैछ है, कुरा के हो अलिक बुझौँ, पढौँ। जस्तो तपाईँको चाहिँ अहिले ल भनौँ न गाँजाको बारेमा यदि राम्रोसँग अब यसो नेटतिर सर्च गर्ने जति पनि पाइन्छ। शेरबारले बोलेको कुरालाई मात्र आधिकारिक किन मानिराख्नु पर्यो र, होइन। त्यहाँ चाहिँ रिसर्च पेपरहरू कति पाइन्छ, त्यसको एडभान्टेजको बारेमा कति कुराहरू पाइन्छ, होइन। राम्रोसँग हेर बुझ, होइन। त्यसो भएको कारणले अब यो फलानु एउटा दर्शन बोक्छ, म अर्को दर्शन बोक्छु, यो मरलाई चाहिँ सिध्याइदिउँ, यसले चाहिँ यो गाँजाको बारेमा बोल्यो, यसलाई चाहिँ सिध्याउनुपर्छ भन्ने कसैलाई नलागोस्। किन देश बनाउने कुरा हो, देश बनाउने कुरा हो, देशलाई धनी बनाउने कुरा हो, होइन, समृद्ध बनाउने कुरा हो। यस्ता चिजमा के बोल्दैछ है भनेर
अलिकति छलफल गरौँ। हाम्रो चाहिँ कस्तो ट्रेन्ड छ भने एउटा राजनीतिक रूपमा आफ्नो राजनीतिक आइडियोलोजी र सँग अलि मेल खाएन भने उसले जतिसुकै राम्रो गरे पनि विरोध गर्ने क्या हामी, होइन? त्यो ट्रेन्ड चाहिँ हाम्रो एकदमै खराब ट्रेन्ड छ। कसैले राम्रो गर्दैछ, राम्रो छ, राम्रो गर्यो भन्नु हुन, जुनसुकै आइडियोलोजीको होस् न। अब नराम्रो गरेको छ मेरै पार्टीभित्र कसैले नराम्रो गर्दैछ भने मैले नराम्रो गरेँ भन्न नपाउने हो र? भन्नु पऱ्यो नि त। मेरो पार्टीभित्र मेरै नेताले काहीँ अथवा मेरो कार्यकर्ताले काहीँ नराम्रो गरे, मैले तैँले नराम्रो गरेछ त भन्नु पऱ्यो त। अनि पार्टी भएको कारणले अनि छोप्नु मिल्छ र मिल्दैन नि? त्यस्तो हो। त्यस कारणले हाम्रो चाहिँ आइडियोलोजिकल हिसाबले हामी चाहिँ अलि बढी कन्ट्राडिक्ट गर्छौँ, अलिक बढी। त्यसलाई चाहिँ मुलुकको एउटा साझा स्वार्थमा भन्दा निजी व्यक्तिगत र पार्टीगत स्वार्थमा हिँड्ने खालको चाहिँ ट्रेन हामीमा बढी। अब अहिले चाहिँ हाम्रो त्यही हजुरले जे कुरा भन्नुभयो, अब अहिले चाहिँ स्वार्थमा चाहिँ बढी मान्छेहरू लागिरह, आफ्नो आइडियोलोजी फरक हुने बित्तिकै होइन यसले त राम्रो काम गर्यो नि, होइन यसले नराम्रो काम गर्यो भन्नेतिरै लागेको छ। यसलाई चाहिँ हामीले परिवर्तन ल्याउनु कसरी तपाईँको चाहिँ यसलाई कमजोर बनाउने भन्ने। अब म अझै खोलाउँ न, तस्तो त पार्टीभित्र पनि हुन्छ प्रतिस्पर्धा, त हुन्छ पार्टीभित्र पनि प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धा गर्ने साथीहरूको बिचमा पनि अब जस्तो मैले कुनै विषय उठाएँ भने यसले राम्रो गर्न लाग्यो भने त यो पो मलाई उछिनेर अगाडि जाने हो भनेर मलाई विरोधै गर्छ। पार्टीभित्र पनि हुन्छ। त्यसैले त्यस्तो नगरौँ भन्ने मेरो कुरा हो। र कुनै चिज कसैले नयाँ विचार नयाँ कुरा होइन मुलुक बनाउने सन्दर्भमा ल्याइरहेको छ भने एक्सेप्ट गरौँ, बोकौँ, अध्ययन गरौँ, बरु बुझेन भने खोजौँ, त्यसको बारेमा लिटरेचरहरू पाइएला, अनुसन्धान रिपोर्टहरू पाइएला, कुन देशमा कहाँ के भएको छ भन्ने खोजिएला, होइन? जस्तो तपाईँको चाहिँ हामी जस्तो मेरो म्याडम उषा कला राईजीले उहाँले सुरुमा अब लोकल कोदोको रक्सीको ब्रान्डिङको कुरा गर्नुभयो। त्यसपछि हामीले रक्सीको बारेमा धेरै अध्ययन गऱ्यौँ, विश्लेषण गऱ्यौँ, धेरै अन्तर्राष्ट्रिय साथीहरू पनि आउनुभयो, नेपालको कोदोको रक्सीको यसको चाहिँ मार्केट हुनसक्छ भनेर चाहिँ आउनुभयो, हामीसँग धेरै छलफलहरू भए। अहिले सरकारले तपाईँको चाहिँ नीति तथा कार्यक्रममा ल्याएको छ, उद्योग मन्त्रालयले कार्यक्रमै बनाएर त्यस सम्बन्धी चाहिँ नियमावली बनाउने प्रोसेसहरू अगाडि बढेका छन्। र मैले चाहिँ के देख्छु भने जस्तो एउटा गाजाको कुरा गर्ने, एउटा रक्सीको कुरा गर्ने भने छ समाजमा भन्न थाल्यो है। अनि त्यसपछि तपाईँको चाहिँ जस्तो आज तपाईँ र म बोल्दै गर्दा विश्वमा रक्सीको रेभिन्यू चाहिँ कति छ भनेर अहिले भर्खरै नेटमा सर्च गर्ने हो भने 1070 बिलियन डलरको चाहिँ रेभिन्यू। त्यो त हाम्रो क्यालकुलेटरमा होइन? त्यति चाहिँ रेभिन्यू उठ्दो रहेछ। इलिगल पनि रक्सीको व्यापार छ, होइन? भनेपछि त्यत्रो विश्व बजारमा हामीले यत्रो थोरै अंश कोदोको रक्सी चाहिँ यसो फ्लो गर्न सक्यो, यसो विश्व बजारमा पठाउन सक्यो भने यति अंश के पठाउन सक्यो भने नेपालले त्यसैले पालिहाल्छ नि त। हामी त्यतातर्फ जाँदैनौँ, रक्सीको कुरा गर्ने भन्छ। अनि कोदोको रक्सी चाहिँ हाम्रो आफ्नो लोकल साइन्स हो नि त, हाम्रो पूर्वकालदेखि हाम्रो चाहिँ तपाईँको चाहिँ पुर्खाहरूले आर्जेको साइन्स हो नि। मर्चा भनेको त अरू कुनै देशमा हुँदैन नि, हाम्रो देशमा हुन्छ नि। जडीबुटीबाट बनाउँछौँ नि हामी, अरू देश सबै रक्सी बनाउँदा केमिकल बनाउँछौँ, हाम्रो देशबाट हामी मर्चाबाट बनाउँछौँ। त्यो त सिधै तपाईँ अर्ग्यानिक भयो नि त, होइन? अर्ग्यानिक भयो, तपाईँको जडीबुटी भयो। त्यहाँबाट बनाउने चिजलाई विश्व बजारमा ब्रान्डिङ गरेर पुर्याउन त भन्दा विरोध गर्छन् साथीहरू, यसले चाहिँ भोट बढी पाउने भयो भनेर चाहिँ विरोध गर्छन्। मलाई त्यस्तो हुन्छ नि। मलाई चाहिँ के लाग्छ भने हो मेरो एउटा जीवन हो, मैले अघि बाल्यकालदेखि नै बताएँ, होइन? अब मलाई त्यति बेला लाग्यो, त्यति बेला पशु संसदजीलाई देख्दाखेरि मन्त्री त हुनुपर्ने रहेछ भन्ने लाग्यो त्यो सानै उमेरमा, होइन? तर पनि तपाईँको चाहिँ लाग्यो, लाग्दै गर्दाखेरि भइयो पनि, होइन? तर अब मेरो स्वार्थ के त? मेरो व्यक्तिगत स्वार्थ त केही छैन। मुलुक बनाउँ, आम युवाहरूलाई देशभित्र रोजगारी सिर्जना गरौँ, उनीहरूलाई रोगौँ, उनीहरूलाई देशैभित्र रोकेर चाहिँ काम गर्ने वातावरण बनाउँ, यी पैसा कमाउन सकिन्छ। यो स्वार्थमा भोलि तपाईँको चाहिँ यो हामीले बोकेकै एजेन्डाहरू पास हुँदै गर्दा मलाई केही पनि चाहेन नि, के चाहेर, होइन? अब बिहान बेलुका त्यो मैले भने एक पाउ बिहान बेलुका एक पाउ खाइहालिन्छ नि, खाइन्छ नि। पुगेन भने साथीभाइ मलाई पुगेन भनेर मागेर पनि गुजारा टरिहाल्छ नि, होइन? त्यसो भएको कारणले तपाईँको चाहिँ मुलुकको खास गरी आर्थिक समृद्धिको लागि अब यस्ता एजेन्डाहरू अगाडि बढ्दै गयो भने, यस्ता एजेन्डाहरू पास भयो, सार्थक भयो भने वास्तवमा ठुलो एचिभमेन्ट हो मुलुकको लागि। एउटा प्लान छ, पोलिसी छ। अब त्यसलाई चाहिँ प्लानलाई चाहिँ कसरी पोलिसी लेभलमा इम्प्लिमेन्ट गर्ने भन्ने कुरा चाहिँ अझै हामीले निष्कर्षमा ल्याउन सकेका छैन। किनभने लाइक एउटा कुनै मैले पहिले भनिसकेँ, एउटा कुनै विचार हुन्छ, विचारको फेरि दुईवटा अर्थ लगाइदिन्छ, अनि त्यसपछि अर्थ लगाइसकेपछि बेअर्थको भइदिन्छ। अनि अहिले त्यही राजनीति नै, नेपालको राजनीति नै त्यही फेरिमा घुमिरह भन्ने कुरा हो। अनि अब हामीले वैचारिक कुरा गर्दै गर्दा चाहिँ होइन, अब हामी आफ्नो साथी अग्रिम तारासँग जहिले हजुर र
म्यामको चाहिँ लभ स्टोरीको बारेमा चाहिँ कहिलेकाहीँ कुरा गरेर हुन्छ क्या हजुरहरूको लभ म्यारेज भएको अनि अब यो व्यक्तिगत पक्षतिर जाँदै गर्दा होइन हजुरले चाहिँ त्यो कसरी चाहिँ आन्टीसँग भेट्नुभयो कसरी चाहिँ प्रेम सम्बन्धलाई अगाडि बढाउनु भयो त्यो चाहिँ यसो हामीलाई नि भनिदिनु अब दुवैजना एक हिसाबले अब के भन्छ त्यसलाई एउटा उमेर नै भइसकेको पाएको म्याच्योर हुन त अहिले त अब 28-29 वर्ष भने त अहिले त म्यारिज गर्ने उमेर त 35 घट्दो रहेछ 40 घट्दो रहेछ होइन त्यति बेला हाम्रो लेट म्यारिज जस्तै पनि भएको जस्तो थाहा थियो हामी चाहिँ दुइटै राजनीतिक फिल्डमै थियौँ उहाँको बुवा फेरि पुष्पलालसँग सम्पर्क भएर फेरि भूमिगत कम्युनिस्ट पार्टीको सदस्य भएर चाहिँ पुष्पलालको कार्यकर्ता भएर खट्नुभएको चाहिँ पारिवारिक ब्याकग्राउन्डको हिसाबले उहाँहरूको चाहिँ एकदम पूर्वदेखि नै उहाँहरू राजनीतिक फ्यामिलीको त्यसैले उहाँले पनि अब त्यही राजनीतिक फ्यामिलीबाट पढ्दै आउनुभयो उहाँले पनि दुःख गर्नुभयो पढ्नुभयो अनि पछि राजनीतिक हिसाबले उहाँ चाहिँ विद्यार्थी कालमा फेरि भूमिगत माले नेकपा मालेको चाहिँ विद्यार्थी सङ्गठन अनेरा सुबी एकताको पाँचौँमा उहाँ सङ्गठित हुनुभएछ आयो पछि हाम्रो चाहिँ राजनीतिक हिसाबले हामी चाहिँ सङ्गठनमै भेट भएको हामी त्यति बेला प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ भन्थ्यौँ र अहिले चाहिँ राष्ट्रिय युवा सङ्घ नेपाल भन्ने नामाकरण गरेर चाहिँ एमालेको एउटा युवाहरूको सङ्गठन हो त्यो सङ्गठनमा उहाँ केन्द्रीय सदस्य म महासचिव थिएँ र खोइ कति बेला कसरी अब एकले अर्कालाई ठिकै अलिक केयर गर्ने ठाउँमा पुग्न थाल्यौँ होइन अलिक कसरी होइन अलिक केयर गर्ने अलिक के छ अलि भन्ने जस्तो पुग्दै गयौँ हामी करिब तपाईँको चाहिँ हाम्रो भेटघाट भएको करिब 4 वर्ष चाहिँ हामी एकअर्कामा सुरुको 1 वर्ष जति त हामी परिचयमै गयौँ होला होइन त्यस्तो धेरै भएन पछिल्लो 2-3 वर्ष चाहिँ हामी राम्रैसँग एकले अर्कालाई अध्ययन गर्ने ठाउँमै पुग्यौँ र तर हाम्रो चाहिँ जस्तो अहिले भन्छ नि अहिले कतिपय नेताहरूकै आइरहेको छ होइन खुल्ला बाहिर आउने र हाम्रो त्यति बेला एकदमै जेन्टल खालको समझदारी जेन्टल खालको चाहिँ एकअर्कालाई परिचय होइन र अगाध चाहिँ हामीलाई मन पराउँथ्यो तर पनि बाहिर हामीसँगै सङ्गठनमा काम गर्दै गर्दा पनि यिनीहरू यसरी चाहिँ लभ गर्दै हिँडेको छ प्रेम गर्दै हिँडेको छ भने कसैलाई पनि जानकारी भएन जब हामीले चाहिँ ल हामी त बिहे गर्ने भयौँ नि भनेर भनेपछि मात्रै साथीहरू चाल पाउने स्थिति बन्यो होइन तर पनि हामीले करिब मैले भने सुरुको 1 वर्ष हाम्रो भेट भएको करिब 54 सालमा हो हामीले 58 सालमा बिहे गऱ्यौँ र 54 सालमादेखि 55 साल 56 करिब 56 सालतिरसम्म पनि हाम्रो धेरै त्यस्तो धेरै नजिकपन भइसकेको थिएन एकअर्कालाई राम्रो लाग्थ्यो होइन उहाँ मलाई राम्रो लाग्थ्यो म उहाँलाई राम्रो लाग्दै रहेछ होइन त्यताउँदै गएर हामीले 81 अब 58 मा अब चाहिँ डिसिजन गरौँ भन्ने ठाउँ पुग्यौँ र तपाईँलाई म एउटा बताउँछु त्यो सायद त्यो कार्ड भयो फोटो खिच्दा पनि हुन्छ कहाँ राखेको छ हामीले हाम्रो विवाहको कार्ड हामीले के भनेका छौँ भने हामी दुई भनेका छौँ हाम्रो अहिले पनि विवाहको कार्डहरूमा मेरा होइन सुपुत्र फलानुको भनेर बाउआमा प्रार्थी भएर बिहे गरेको छ नि बाउआमै प्रार्थी भएर बिहे गर्छन् तर हामी चाहिँ होइन हामी दुवै ब्याचलर होइन त्यसो भने हामीले चाहिँ आफूले कार्ड आफूले प्रार्थी आफू किन हामीले बिहे गर्दैछौँ नि त होइन यद्यपि बाउआमा मेरो बाउआमालाई अनि उहाँको बाउआमालाई हामीले स्वीकृति लियौँ उहाँहरूले मान्नु पछि चाहिँ भन्यौँ उहाँहरूले स्वीकार गर्नुभयो होइन अनि हामीले के लेख्यौँ भन्दा हामी दुई फलानाका छोरी फलानाका छोरा फलाना म होइन र हामी चाहिँ यसरी अब होइन विवाह बन्धनमा बाँधिने निर्णय गरिएकोले होइन शुभकामना दिन पाल्नु होला हामीले प्रार्थना गऱ्यौँ प्रार्थी हामी भयौँ दर्शनभिलासी चाहिँ बाबुआमा भयो हाम्रो कार्ड ठ्याक्कै त्यही छ अहिले पनि कोही कसैले चाहिँ आफै लभ गर्छ आफू होइन अहिले झन् अहिलेको नयाँ जेनेरेसनको हुनुपर्ने केटी मन पराउने आफू अनि त्यसपछि बिहे चाहिँ प्रार्थी भएर बाबुआमाले गरिदिने हो र आफूले गरिदिने बिहे त बाबुआमा साँची बस्ने बाबुआमा दर्शनाभिलासी साँची बस्ने त्यही हिसाबले हामीले कार्ड बनायौँ त्यसै गरी कार्ड छपाएर हामीले चाहिँ निम्तो गऱ्यौँ र तपाईँको चाहिँ हामीले बिहे चाहिँ फेरि राम्रैसँग गऱ्यौँ किन दुईजनाले संयुक्त गऱ्यौँ कुनै अब डोली चढ्ने जाने बाजा बजाउने यसले गरेनौँ होइन बिहान तैपनि अब एउटा धार्मिक हिसाबले
एउटा पण्डितलाई यसो पाठ पढ्न लगायौँ। शुभ शुभ चिज जे छ त्यो मात्र पढ भन्यो, राम्रो असल होस् भन्ने चिज जे छ त्यो पढ भन्यो। अनि हामीले गएको चाहिँ बिहान मेरो बाबुआमा उहाँको बाबुआमालाई लगेर हामी दक्षिणकालीमा गएर हामीले चाहिँ अब माला लगायौँ। त्यस पछाडि दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले संविधान संसद भवन त्यहाँ चाहिँ हाम्रो भोज गरे भित्रै त्यहाँ त्यही भवनमा भोज गरे होइन। त्यहाँ चाहिँ त्यति बेलाको हिसाबले अब धेरै ठुलो भव्य बिहे हो। त्यसैले हामीले चाहिँ एक हिसाबले एकअर्कालाई राम्रोसँग बुझेरै अध्ययन गरेरै एकअर्कालाई यतिको भए ठहरिन्छ भनेरै राम्रो विश्वासको छ। त्यही भएर अहिले पनि हाम्रो एकदम अब सम्बन्ध भनेको 58 देखि अहिले कति हो, लगभग 20-21 वर्ष 21-22 वर्ष हुन लाग्यो हाम्रो चाहिँ सम्बन्ध। दुईवटा छोराहरू छन्, अग्रिम तारा 19 तारा। हामीले फेरि हामी के कुरामा कन्भिन्स थियौँ भने त्यति बेला त संविधानहरू नयाँ त बनाएको थिएन। के कुरामा कन्भिन्स थियौँ भने हामी चाहिँ जुन अधिकारको हिसाबले सन्तान भने चाहिँ बाबुआमाको जेनेटिकल्ली पनि त बाबुआमाको हो नि त, आधी आधी हो नि त। साइन्समा हेर्दाखेरि त क्रोमोजोम त अध्ययन गर्ने हो भने त बाउको आधी आमाको आधी हो होइन। तपाईँको चाहिँ 23 क्रोमोजोम भएर 23 जोडी क्रोमोजोम भएपछि जाइगोट बन्ने हो। त्यसैले सन्तान भन्ने बाबुआमाको हो। त्यसैले तपाईँको चाहिँ हाम्रो पूर्व मान्यता, पूर्व संविधान, पूर्व कानुनहरूले सन्तान चाहिँ बाउको मात्रैको रूपमा चाहिँ हेरिएको थियो। त्यसैले सन्तान भनेको बाबुआमाकै हो भन्ने हामी त्यति बेलै विश्वास राख्थ्यौँ। धेरैसँग बहस गरियो। त्यसैले हामीले छोराहरूको थर तारा राखेका छौँ, दुईटाको कमन राखेका छौँ। र त्यति बेला थर तारा राख्दै गर्दा संविधान बनिसकेका थिएन होइन। तर पनि हामी लडाइँ लड्ने हो र सन्तान भनेको चाहिँ बाबुआमाकै हो भन्ने चाहिँ प्रुफ गर्ने हो भन्ने हिसाबले हामी लाग्यौँ। त्यसले संविधान सभामा आउने अवसर पायो। उहाँ पहिलो संविधान सभाको सदस्य हुनुभयो। उहाँ चाहिँ महिला अधिकार खास गरी को पक्षमा धेरै लाग्नुभयो। त्यस पछाडि संविधान सभाको चाहिँ मौलिक अधिकार समितिमा उहाँ बस्नुभयो। त्यस पछाडि त्यहाँबाट पनि लैङ्गिक उपसमितिको संयोजक बन्नुभयो अनि महिला ककसको चाहिँ अध्यक्ष बन्नुभयो। त्यस पछाडि महिलाका अधिकारहरू के हुन्छन् त उनीहरूलाई वंशीय अधिकार, खास गरी महिलालाई वंशको अधिकार भने के हो भन्ने कुराको राम्रो व्याख्या गर्नुभयो। र संविधानमा अहिले धारा 38 को उपधारा 1 मा चाहिँ महिलालाई वंशको अधिकार भनेर लेख्ने व्यक्तित्व नै उहाँ हो। किनभने हामी त पारिवारिक रूपमा अभ्यास गरेर आयौँ र अब त्यो चाहिँ संविधानमै बनाउनुपर्छ, त्यसपछि कानुन बनाउनुपर्छ भन्दा अहिले कानुनले ओपन गरेको छ। कानुनले चाहिँ नागरिकता कानुनले चाहिँ कसैले आफ्नो थर चाहिँ कसैले आफूले लेख्न पाउने गरी चाहिँ कानुन बनेको छ। अब त सजिलो पनि भयो, सजिलो। त्यसैले अब कान्छोको नागरिकता ल्याएको छैन, झेटोको हामीले अग्रिम तारा भनेरै नागरिकता लिन्छौँ होइन। त्यसो भएको हुनाले तपाईँको चाहिँ यो चाहिँ हाम्रो एक हिसाबले दुइटै अध्ययनको हिसाबले होइन, अब दृष्टिकोणको हिसाबले, समाजको लागि बुझ्ने हिसाबले होइन, अधिकारको हिसाबले र फेरि उहाँ साइन्सको नै मान्छे हो, व्यक्ति हो। किनभने उहाँ चाहिँ तपाईँको चाहिँ बोटेनिस्ट हो। उहाँ चाहिँ बोटेनिस्ट हो। उहाँले बोटेनीमा राम्रो समय अब कलेजहरूमा पढाउनु पनि भयो, त्रिचन्द्र कलेजमा पढाउनु भयो। पछि उहाँले एन्थ्रोपोलोजी गर्नुभयो, एन्थ्रोपोलोजीमा MA गर्नुभयो। अहिले त्यसैमा उहाँको PhD रनिङ छ। अनि कानुन पनि हामीले सँगै गऱ्यौँ होइन। अब ल पनि गऱ्यौँ, सर्टिफिकेट लिएका छौँ। फेरि पनि म भन्छु अब सर्टिफिकेट लिए पनि हामी अदालतमा वकालत गर्दै गएका छौँ। त्यसले अन्डरस्ट्यान्डिङ राम्रै भयो। टिकट राख्नुपर्ने रहेछ पर्मानेन्ट नभएसम्म। अनि ठ्याक्क म त्यही सन्दर्भमा आउन खोजिरहेको थिएँ। त्यो अग्रिम तारा लाइक बुढालिङ्गन स्कुल पढ्दै गर्दा जब अब सुरुमा त हाम्रो कोरोनाको कालमा पर्यो अनि त्यतिखेर हामी अनलाइन क्लास हुन्थ्यो। त्यो स्कुलमा आउँदाखेरि ओइ अग्रिम तिम्रो नाम चाहिँ कसरी तारा भयो, अनि ताराको चाहिँ थर्नी हुन्छ र तारा त नाम मात्र सुनेको थर्नी हुन्छ र अङ्कलकोबाट नि थाहा पायो अब लाइक तारा कसरी आएको रहेछ। इन्टर कास्ट म्यारेज भइराख्दा नि होइन तामाङ र राई लेखिन्छ, दुइटै लेखिन्छ नि त। तर अलि बढी बाउपट्टिको लेख्ने नै पहिला त बाउपट्टिकै लेख्थ्यो। आमापट्टिको त आमाको त तपाईँको चाहिँ जन्माउने, काखमा राख्ने, हुर्काउने होइन, तपाईँको चाहिँ गर्भमा राख्ने सबै गर्ने आमाले। तर थपक्क थर्कसको भन्दा बाउ हो, वंश त बाउ मात्रै भन्ने। तपाईँको चाहिँ लगभग 18 सेन्चुरीमै वंश त तपाईँको चाहिँ बाउ मात्र होइन भन्ने कुरा त होइन पत्ता लगाइसक्यो त, क्रोमोजोमको बारेमा अध्ययन गरिसक्यो त। तर हामी कति पछिसम्म पनि तपाईँको चाहिँ थर चाहिँ बाउको मात्र लेख्ने भने आमाको त नामो निशानै मेटिदिएको थियो नि त। त्यसैले अब बिस्तारै त्यो क्रम सुरु भएको छ। जब वंशको त्यो राइट्सलाई तपाईँको चाहिँ स्थापित गऱ्यौँ अब त्यस पछाडि चाहिँ उसको दायित्व पनि सिर्जना भयो।
दायित्व सिर्जना भयो भन्दा अहिले पनि हाम्रो समाजले चाहिँ तपाईँको छोरीहरूलाई अझै पनि बिहे गरेर अर्कै घरमा जाने जात हो भन्छ नि, होइन नि त। छोरी पनि त्यही घरको ऊ हो के, त्यही घरको अंशियार हो। हाम्रो संविधान कानुनमा हामीले बनाइसक्यौँ, संविधानमा बनाइसक्यौँ होइन। तपाईँको चाहिँ छोराछोरीलाई चाहिँ समान चाहिँ तपाईँको सम्पत्तिको हक हुने कुरा त हामी लेखिसक्यौँ। तर यसो बिहेको दिन यसो दाइ साइ दियो, अलिकति के यसो एउटा खाट एउटा दराज होइन, यसो एउटा टिभी के यसो दियो जाऊ भनेर भन्नु होइन। त्यो घर आदि गरेर बस्न पाउने अधिकार छोरीलाई छ, हामी त्यो मान्यता राख्छौँ। थोरै अलिकति युनिक छ नि। झन् हजुरको त अब कार्डको स्टोरी सुन्दा अब त हजुर दुवैजना जोडीहरू त पहिल्यैदेखि युनिक हुनुहुने रहेछ। अब बल्ल रियलाइज गर्दैछु होइन। हजुरले चाहिँ जहिले पनि भन्नुहुन्छ युवा चाहिँ राजनीतिमा आउनुपर्छ, युवाले चाहिँ यस्तो गर्नुपर्छ, युवाले चाहिँ राम्रो काम गर्दै गऱ्यो भने चाहिँ होइन देश चाहिँ एउटा प्रगतिको बाटोमा जान्छ भनेर हजुरले जहिले पनि एउटा वकालत गर्नुहुन्छ। र अहिले जुन चाहिँ हामी जस्तो अब भर्खरका विद्यार्थीहरू जो चाहिँ राजनीतिमा प्रवेश गर्दैछ, हामीले चाहिँ के कस्तो चाहिँ गर्नुपर्छ, के कस्तो चाहिँ नगरेकै राम्रो ताकि हाम्रो भविष्य अलिकति उज्जवल होस्? सबैभन्दा पहिलो भने चाहिँ निष्ठा नै, निष्ठा हो, इमानपूर्वक लाग्नुपर्छ। र कुनै पनि काममा लागे पछाडि अलि डेडिकेसन चाहिन्छ। यसो छस सर्फेसले छुएर भाग्ने गर्नु हुँदैन, सबै काममा सफल हुन सकिन्छ। र त्यसमा अलि चाहिन्छ, टाइम दिनुपर्छ। र कुनै पनि काममा सुरुवात कालमा दुःखै हुन्छ, दुःखै हुन्छ। तर जब त्यो चिज इस्ट्याब्लिस हुन्छ नि, इस्ट्याब्लिस भएपछि अनि मजा आउँछ। त्यस कारणले त्यसमा तपाईँले निष्ठापूर्वक लाग्ने हो भने असल एउटा आफ्नो क्यारेक्टर विकास गर्ने हो भने फरक पर्दैन। हामी चाहिँ त्यसमा झगडा पनि हुँदैन, किनभने कसैले बिगारिँदैन नि त। तपाईँ असल नियतका साथ अगाडि लागेपछि कसैले बिगार्नु पर्दैन। जब नबिगारेपछि त कोही दुश्मनी पनि हुँदैन। त्यस कारणले तपाईँको काममा सफलता हुन्छ। र नयाँ युवा जेनेरेसनलाई नेगेटिभ एटिच्युड नराखौँ भन्छु। हामी नेगेटिभ एटिच्युड बढिरहेको छौँ। हुँदैन भएनबाट सुरु गर्छौँ। हुन्छ भइरहेको छ गर्छु, यो कोणबाट अगाडि बढ्छ। पोजिटिभ एटिच्युड, पोजिटिभनेसले धेरै कुराहरू अगाडि बढाउँछ। जस्तो शब्द प्रयोग पनि हेर न, शब्दमा त तपाईँको चाहिँ पावर हुन्छ नि। शब्द प्रयोगमा पावर नभए भए मैले आफैले राजीनामा दिने स्थिति बन्दैन थियो होला। पावर हुन्छ, एउटा शब्दमा पनि पावर हुन्छ। त्यो शब्द कहाँनिर प्रयोग गर्ने भन्ने कुरा। त्यसले मैले अलिकति नेपाली भाषामा भएका शब्दहरू अलिक बढी छन्, हाम्रो शब्दहरू नेगेटिभ शब्दहरू बढी छन्, त्यसलाई उपयोग नगरौँ, प्रयोग नगरौँ। त्यहाँभित्र रहेका पोजिटिभ शब्दहरू प्रयोग गरौँ। तपाईँ भन्ने मात्रै शब्द प्रयोग गरौँ, अरू शब्दै प्रयोग गरौँ। सम्बोधन गरौँ, तपाईँ भन्ने मात्रै सम्बोधन गरौँ भनेर मैले प्रस्ताव पनि गरेको थिएँ। किन तपाईँ पछाडि तपाईँले अर्को शब्द जोड्नै सक्छ, अर्को नेगेटिभ शब्द जोड्नै सक्दैन है। तपाईँ भनेर सम्बोधन गरिसक्यो, त्यसको पछाडि अर्को नेगेटिभ शब्द जोड्न सकिन्छ? सकिन्छ। तर तँ र तिमी भन्ने ठाउँमा त नेगेटिभ शब्द जोड्न सकिन्छ नि त होइन? सकिन्छ, सकिन्छ। मतलब त्यसैले त्यस्तो चिजहरू आदरार्थी शब्दहरू बढी प्रयोग गर्न थालियो भने बच्चैदेखि सिकौँ, नयाँ युवा जेनेरेसनले सिकौँ होइन। जन्म दिने आमा बाउ जस्तो सुकै परिस्थिति आयो जेसुकै होस्, अंश उहाँहरूकै हो। जन्म दिने आमा बाउ नै हो, त्यो नभए भए जन्मिँदैन होइन। त्यसलाई रेस्पेक्ट गर्ने, सम्मान गर्ने, त्यसलाई चाहिँ माया गर्ने, कहिल्यै चुक्नु हुन्न। आमा बाउलाई हेला गर्ने, आमा बाउलाई चाहिँ दुःख दिने, गाली गर्ने मान्छे हो भने त्यो भन्दैन क्या, त्यो खराबै हो उसको। त्यो जन्म दिने आमा बाउ तपाईँको पहिचान दिने राष्ट्र नेपाल। नेपाल त्यागेर जाने मान्छेहरू छन् नि, त्यहाँ छ होइन। ग्रिन कार्ड भन्ने, टिभी भन्ने हिँडिरहेछन्।